एउटै विशाल ढुङ्गा, तर यसमा कुन्दिएको कलाले 1400 वर्षदेखि सबैलाई चकित पारिरहेको छ। नमस्कार साथीहरू, स्वागत छ हिस्ट्री कथामा। आज हामी काठमाडौँको सबैभन्दा रहस्यमय मूर्ति बुढा नीलकण्ठको बारेमा कुरा गर्दैछौँ। यो 5 मिटर लामो विशाल विष्णु मूर्ति एउटै ब्लकको कालो विशाल ढुङ्गाबाट बनाइएको छ। लिच्छवी कालको 7औं शताब्दीमा कुन्दिएको यो नेपालको सबैभन्दा ठूलो एकल ढुङ्गाको मूर्ति हो। शेषनागको 11 फडामाथि सुतेर आराम गरिरहनु भएको विष्णु भगवान, 4 हातमा चक्र, शङ्ख, कमल र गदा। पानीको पोखरीमा आधा डुबेको यो मुद्रा यति जीवन्त छ कि लाग्छ भर्खरै बनाइएको हो। सबैभन्दा ठूलो रहस्य, यो यति ठूलो ढुङ्गा त्यो जमानामा कहाँबाट र कसरी ल्याइयो अझैसम्म कसैलाई थाहा छैन। अर्को रहस्य यो हो, भनिन्छ कुनै पनि राजाले यो मूर्तिको प्रत्यक्ष दर्शन गरे मृत्यु हुन्छ। त्यसैले नेपालका धेरै राजाहरू कहिले यहाँ आएनन्। आज पनि यो मूर्ति दैनिक पूजा हुन्छ र हरेक वर्ष ठूलो मेला लाग्छ। हाम्रा पुर्खाहरूको यो अद्भुत कलाकारिता र इन्जिनियरिङ देखेर अचम्म लाग्छ नि, होइन? तपाईलाई के लाग्छ? यो मूर्ति कसरी बनाइयो होला? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। जय नारायण। हिस्ट्री कथालाई लाइक, शेयर र फलो गर्न नभुल्नुहोला।